सम्माननीय सभामुख महोदय, नेपाल बहुधार्मिक बहुसांस्कृतिक र विविधताको सम्मान गर्ने राष्ट्र हो। हाम्रो संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कार र पर्व स्वतन्त्र रूपमा मनाउने मौलिक अधिकार दिएको छ। यही संवैधानिक भावना अनुरूप सबै समुदायको धार्मिक आस्था र भावनाको सम्मान गर्नु राज्यको दायित्व पनि हो। सभामुख महोदय, यही जेठ 14 गते मुस्लिम समुदायको महान पर्व बकरिद आउँदैछ। यो पर्व मुस्लिम समुदायका लागि अत्यन्त महत्त्वपूर्ण धार्मिक पर्व हो, जहाँ परिवार, समाज र धार्मिक कर्तव्यसँग प्रत्यक्ष रूपमा जोडिएका गतिविधिहरू सम्पन्न गरिन्छन्। तर दुःखका साथ भन्नुपर्दा सोही दिन नेपालका विभिन्न कलेज तथा शैक्षिक संस्थाहरू जस्तै मध्यपश्चिम विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका निर्धारण गरेको जानकारी प्राप्त भएको छ। यसले हजारौं मुस्लिम विद्यार्थीहरूलाई धार्मिक कर्तव्य र शैक्षिक भविष्यबीच कठिन छनौट गर्न बाध्य बनाउने अवस्था सिर्जना गरेको छ। त्यसैले म नेपाल सरकार, शिक्षा मन्त्रालय, सम्बन्धित विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायका गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु कि मुस्लिम समुदायको महान पर्व बकरिदको दिन तय गरिएको सम्पूर्ण परीक्षा तालिकाहरू पुनर्विचार गरी आवश्यक वैकल्पिक मिति निर्धारण गरियोस्। सभामुख महोदय, यसबाट कुनै समुदायलाई विशेष सुविधा दिएको होइन, बरु नेपालको संविधानले सुनिश्चित गरेको धार्मिक सहिष्णुता, समानता, सामाजिक सद्भावको व्यवहारिक कार्यान्वयन हुनेछ। विविधतालाई सम्मान गर्ने राष्ट्र नै समावेशी र बलियो राष्ट्र बन्न सक्छ। त्यसैले सरकारले समयमा नै संवेदनशीलता देखाई विद्यार्थीहरूको भावना र धार्मिक अधिकारको सम्मान गर्ने निर्णय लिनेछ भन्नेमा पूर्ण विश्वास गर्दछु। सम्माननीय सभामुख महोदय, चाडबाडको अवसरमा पूर्वी तराई र पश्चिम तराईका विभिन्न जिल्लामा धार्मिक तथा सामाजिक मनमुटाव, कलह, द्वन्द्व हुने गर्दछ। यस्ता घटना नदोहोरिन दिनका लागि जेठ 13 गतेदेखि नै यस्ता सम्भावित जिल्ला र क्षेत्रमा सुरक्षा, शान्ति, सुव्यवस्था कायम